आजदेखि पूर्वी जिल्लामा फेरि अर्को लोहडी थपिएको छ। लोहडीलाई कति माया गर्ने हाम्रा युवा साथीहरूले एउटा नयाँ जोस जागरका साथ चितवन गोदी घरलाई सहारा सुपर मार्केटमा स्थापना गरेर विभिन्न ठाउँबाट आफ्ना सहकर्मीहरू सँगसँगै सहायता गर्दै कलाकार साथीहरूलाई रोजगारीको व्यवस्था गर्दै पूर्वी चितवनमा फेरि एउटा देखेर थपेर आजबाट चाहिँ औपचारिक रूपमा चितवन गोदी घरको हामी सञ्चालन गर्ने प्रयत्न गरिरहेका छौँ। र यस समयमा म कार्यक्रमलाई अगाडि बढाउन तपाईँ किसिमको आउँदै हुनुहुन्छ अतिथिहरू आउँदै हुनुहुन्छ भने एकैछिन वेट गरौँ। यदि होइन भने हामी कार्यक्रमलाई चाहिँ सञ्चालन गर्न के छ सुरु हुन्छ। कुनै पनि निर्वाचन कार्यक्रम सुरुवात गर्नको लागि सभाध्यक्षता आवश्यक पर्दछ। हामी चाहिँ आज त्यसै गरेर एउटा रोगीको यो गर्ने मौसम मलाई चाहिँ अलिक बढी गर्मी भइरहेको छ। स्टेजमा चढेर होला अब आफूभन्दा ठुला आफ्नो पाहुनाहरू पलाउनुहुन्छ, म चाहिँ माथि छु, त्यो महसुस गरेर पनि होला मलाई चाहिँ अलिकति बढी गर्मी भएको फिल भइरहेको छु। तर पनि म कार्यक्रमलाई सुरुवात गर्न चाहन्छु। चितवन गोदी घरको आजको व्यवसाय हामी समुद्घाटन कार्यक्रममा छौँ र यो समयमा यस कार्यक्रमलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि चिरञ्जीवी पाण्डेलाई म सभाध्यक्षको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी म म अनुमति लिइसकेको छु। आजको कार्यक्रम विशेष छ। रत्नगर नगरपालिका 8 उपनगर विशेष प्रमुख अतिथिको लागि बिमला बदाडीजीका आगमन छ। बिमला बदाडीजीलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यतापट्टि प्रयासमा आइदिनुहोला। त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा विशेष अतिथि पूर्वी चितवन पत्रकार संघका अध्यक्ष आदरणीय सर अरुणाथ सापकोटालाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यतै आइदिनु होला आदरणीय सर, यतै आइदिनु होला। हामी सँगै भयो भने फोटो सेसनको लागि पनि राम्रो हुन्छ। त्यसैगरी विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि सहारा सुपर मार्केटका एमडी बिन्जना घिमिरेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। बिन्जना घिमिरे यतै आइदिनु होला। त्यसैगरी अतिथि आसन ग्रहणकै क्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि चितवन गोदी घरका प्रोप्राइटर आदरणीय मित्र शिवराज पाण्डेजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। कता हुनुहुन्छ शिवराज सर? एकैछिन पछि आउनुहुनेछ एमडी। त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा छौँ हामी। अतिथि आसन ग्रहणको लागि कलाकारहरू कसरी सिलाउनेछु त्योभन्दा पहिला पूर्वी चितवन पत्रकार संघका सम्पूर्ण पत्रकार साथीहरूलाई पनि आफ्नो ठाउँमा अतिथि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यतापट्टि मैले राताघाटीहरूमा मलाई देखिरहेको छु, त्यसै गरी पनि हुनुहुन्छ होला। सबैलाई अतिथि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी आजका मुख्य आकर्षकका पात्र रोटी घरको उद्घाटन ओपनिङमा रोटीकै मान्छे भएन भने अलि नमजाउन सक्छ। त्यसकारण आजका अतिथि कलाकार बहुचर्चित कलाकारहरूको आज उपस्थित भइसकेको कुरा हामी जानकारी पाएका छौँ। यहाँ आउनु भएको छ कि छैन? आउनु भएको छ भने लोककथा बेहोरी गायिका पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल सुमन थापा मगरलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। आउँदै हुनुहुन्छ भन्ने कुरा आएको छ। त्यसै गरी आज हामी गीत सँगसँगै नृत्य पनि हेर्नेछौँ। नृत्यङ्गना सलिना विद्यालाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि
हार्दिक अनुरोध गर्दछु। अतिथि आसन ग्रहण हामी केही पछि फेरि पनि राख्नेछौँ। हाम्रा अतिथि पाहुनाहरू आउँदै हुनुहुन्छ, अझ बेलुका भइसके पछाडि अझै आउनु हुनेछ। सरी मराठीकरण कलामाथि भएको छ, त्यसको लागि क्षमा चाहन्छु। अतिथि आसन ग्रहणको लागि सामाजिक अभियन्ता आदरणीय पाहुना ज्ञानेन्द्र पाण्डे सरलाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथि आसन ग्रहणको लागि आदरणीय पाहुना कलाकारलाई अत्यन्तै माया गर्ने मान्छे कृष्ण काजी थापालाई पनि हार्दिक अनुरोध गर्न चाहन्छु। एकैछिनपछि हामी फेरि हुन्छ, हामी एकैछिनपछि फेरि पनि आदरणीय पाहुनाहरू आउनुभयो भने अतिथिहरूलाई फेरि सम्मान गर्दैछौँ। त्योभन्दा पहिला अब हामी सायद उद्घाटन गर्छौँ रिबन काटेर। हो, हामी रिबन काट्नेछौँ। आजको प्रमुख अतिथि रत्नगर नगरपालिका बिमला बुढाडीजीको हातबाट रिबन काटेर हामी दोहोरीको ओपनिङ गर्नेछौँ, उद्घाटन गर्नेछौँ। उद्घाटन सत्रको लागि सम्पूर्ण आदरणीय पाहुनाहरू, त्यसरी सम्पूर्ण कलाकार चितवन गोदी घरका सम्पूर्ण पाहुनाहरूलाई गेटतिर जानको लागि हार्दिक अनुरोध गर्दछु। माथि अपमान भयो कि महसुस गरेर हामी दोहोरीको पनि औपचारिक रूपमा रिबन काटेर आजदेखि चितवन रोडी घरलाई चाहिँ सञ्चालनको लागि अनुमति मागिसकेका छौँ उपमेयरज्यूबाट। त्योभन्दा पहिला आउनुहुने सम्पूर्ण पाहुनाहरूलाई, कलाकार उपस्थित सम्पूर्ण पाहुनाहरूलाई स्वागत मन्तव्यबाट स्वागत गरिदिनको लागि आजका सभाध्यक्ष आदरणीय पाहुना आदरणीय अनर चितवनजी पाण्डेजीलाई हार्दिक अनुरोध गर्दछु। नमस्ते। यस चितवन गोदी घरका हाम्रा कलाकार तथा निकै नै माया गर्नुहुने बाबु तथा आज यस कार्यक्रमका सञ्चालक जीवन दाजुलाई पनि धन्यवाद। सर्वप्रथम त नव वर्ष 2079 सालको सम्पूर्णमा म चिरञ्जीवी पाण्डे
तथा यस चिकन रोटी घरको सञ्चालक साथसाथै चिनी मल्टिप्लिकेसन रेस्टुरेन्ट बारको सञ्चालकको तर्फबाट नव वर्ष 2079 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी आजभन्दा 1 वर्ष पहिले यही सहारा सुपर मार्केटमा आफ्नै तलामा हामीले चिनी मल्टिप्लिकेसन रेस्टुरेन्ट बार सञ्चालनमा ल्याएका थियौँ। मेयर बिमामा दौडेको हातबाटै उद्घाटन गरेको आज ठ्याक्कै 1 वर्ष पुगेर 1-1.5 महिना माथि आएका छौँ। कोभिडको कारण विभिन्न चाहिँ एउटा अर्थतन्त्रमा देखिएका असरका बावजुद पनि चिनी मल्टिप्लिकेसन रेस्टुरेन्ट बारले एउटा जुन किसिमको सफलता प्राप्त गरेर आज यो चिकन रोटी घर सञ्चालनमा ल्याएका छौँ। त्यो यस्तो अवस्थामा पनि एउटा सौराहा आफूमा पर्यटक नगरी सौराहामा यो चिकन रोटी घर खुल्न पाउँदा म निकै नै खुसी छु। विशेष यो ठाउँ यो मलाई चितवनको मुख्य पर्यटकीय नगरी सौराहामा मलाई यसरी एउटा ठाउँ प्रदान गरिदिनु भएकोमा यही सहारा सुपर मार्केटका म्यानेजिङ डिरेक्टर, सहारा सुपर मार्केटका सञ्चालिका वीरेन्द्र भाइलाई पनि म हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु। आज यो ठाउँ यो अवसर मैले प्राप्त गर्दाखेरि एउटा मैले एउटा सञ्चालन गरेको मेरो टिमले सञ्चालन गरेको त्यो साँझ सञ्चालन ल्याउन सकेका छु। आशा छ यो रोटी घरले एउटा टुरिज्मका सम्पूर्ण जति पनि एउटा रोटी मन पराउने, संस्कृति मन पराउने, लोकगीत झल्काउने, जति पनि हाम्रो कल्चरलाई माया गर्ने सम्पूर्णले रोटी घर मन पराउने हुनेछ। यो पूर्वी चितवनको बिल्कुल सौराचोकमा अवस्थित यो चिकन रोटी घर आज हामी 50 जनाको एउटा सिटिङ राखेर एउटा सिस्टमेटिक तरिकाले सञ्चालन मिलाउने तयारीमा छौँ। आजदेखि यो औपचारिक रूपमा सञ्चालन छ। 1 गतेदेखि 5 गतेसम्म राष्ट्रिय स्तरका कलाकारहरू आउनेछन्। अस्मिता बल्लाकोटी, विशेष गरी विशाल राईमाझी, सुमन थापाङमर, श्याम राणा, कतिपय लोकप्रिय गायकहरू आउने छन्। साथसाथै स्थानीय कलाकारहरूको पनि बेजोड उपस्थिति रहनेछ। 1 देखि 5 गतेसम्म हामी विशेष छुटको पनि व्यवस्था गरेका छौँ। आउने चाहिँ जति पनि ग्राहकहरूलाई मेनु स्पेसल मेनुमा स्पेसल छुटको डिस्काउन्टका अफरहरू ल्याएका छौँ। साथसाथै चिकन रोटी घरको शुभकामना एउटा चाहिँ इन्भिटेसनलाई एउटा मनन गरेर एउटा एकदम यो आफ्नो समयलाई पनि यहाँ खर्चमा खोजेर एकदम महँगो समय लिएर पाउनुभएका सम्पूर्ण पत्रकारज्यूहरूप्रति, दाईहरूप्रति, विद्यार्थीहरूप्रति मेरो पनि मनन छ। त्यसै गरी यो चिकन रोटी घर अब आजदेखि औपचारिक रूपमा सञ्चालन आउनेछ। यो मलाई चिकन रोटी घर सञ्चालनमा ल्याउने हुने सम्पूर्ण मेरा टिम, मेरो भाइ शिवराज पाण्डे लगायत सम्पूर्णलाई पनि धन्यवाद व्यक्त गर्दै आजदेखि चिकन रोटी घरको औपचारिक सफलताको एकदम पोजिटिभ ल्याउन छु। अब आजदेखि चिकन रोटी घर सञ्चालनमा आउनेछ। यति भन्दै यहाँदेखि म बिदा हुन चाहन्छु। हस्त धन्यवाद। धन्यवाद चिकन रोटी घरका प्रधान पार्टीमा व्यक्तित्व श्री पाण्डे सरलाई छोटो मिठो मन्तव्यको लागि, स्वागत मन्तव्यको लागि सहारा सुपर मार्केटबाट एमडी वीरेन्द्र विमरेजीलाई पनि छोटो मिठो समय अलिकति कम छ, उपमेयरलाई हताश भन्ने कुरा आएको छ, त्यसकारण छोटो मिठो शुभकामनाको लागि अनुरोध गर्न चाहे। धन्यवाद। म धेरै बोल्दिनँ, छुट्टै आजको यस कार्यक्रमका अध्यक्षज्यू, प्रमुख अतिथि, हाम्रा यस नगरका उपमेयर आदरणीय दिदी बिमला दुवारीज्यू, हाम्रा अतिथिगणज्यू, उपस्थित सम्पूर्ण पत्रकार बन्धुज्यूहरू र सम्पूर्णमा सबैभन्दा पहिला हार्दिक नमस्कार गर्न चाहन्छु। अघि भनिसक्नुभयो, रोटी हाम्रो यो रेस्टुरेन्ट चाहिँ 1 वर्ष 2 महिना भयो यो उद्घाटन गरेको, जसको समुद्घाटन चाहिँ हाम्रै दिदीबाट गरिएको थियो र आज सफलताले पार गरेर आज हामीले चितवन रोटी घर भनेर आज सञ्चालन गर्न थाल्नु भएको छ। यो रोटी घरको सफलताको धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। साथै नववर्ष 2079 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। साँच्चै नै युवाहरू चाहिँ हाम्रो यो रोटी घरहरू, रेस्टुरेन्टहरूमा धेरै युवाहरू आइरहेको अवस्थामा अहिले यो पूर्वेली
हाम्रो यो पश्चिमी संस्कारहरूले जरा गाडिरहेको अवस्थामा हामीले हाम्रो आफ्नो संस्कार लोक संस्कारहरू संस्कृतिहरूको जगेर्ना गर्ने काम हाम्रा कलाकारहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सम्वर्धन गर्ने काम पनि यो लोक डोंगरी साँझहरूबाट हुँदै आइरहेको छ। यसको लागि चाहिँ हामी भाइलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै फेरि पनि यो सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार। धेरै धेरै धन्यवाद सहारा सुपरमार्केट की रामजी आत्मीय व्यक्तित्व विरङ्गना दिदीलाई हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु र आज हामी भाग्यमानी ठहर्न चाहौँ। मैले यहाँबाट पहिला पनि 1 वर्ष 2 महिना पहिला पनि हाम्रो एउटा नहर बिन्दा दिवालीबाट चिल्मी रेस्टुरेन्टको ओपनिङ भयो। त्यो प्रगतिले गर्दा आज फेरि चितवन रोडको यहाँ खुलिसकेको छ, स्थापना भइसकेको छ। अब आज पनि हामी बिन्दादेवीको हातबाट रिबन काटेका छौँ, ओपनिङ गरेका छौँ। फेरि यो गोहोरीबाट परिमार्जित भएर अझै माथि जाओस् यो अपेक्षा प्रकट गर्न चाहे मैले पनि। अब हामी लगभग अन्त्यतिर त छौँ नै। त्योभन्दा पहिला आजको विशेष अतिथिबाट हामी केही सुन्न चाहन्छौँ। त्यो अपेक्षा राखेका छौँ, त्यो अपेक्षा अनुसार पहिलाको अपेक्षा पनि पुरा भएको छ, अबको अपेक्षा पनि पुरा हुनेछ भन्ने त्यो मन्तव्यको लागि आफ्नो विचार व्यक्त गरिदिनु हुनको लागि रत्नगर नगरपालिकाबाटै पनि जिल्ला दिदीलाई त्यो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालक ज्यू। चितवन रोटी घर समाज उद्घाटन कार्यक्रमका अध्यक्षता गरिरहनुभएका अध्यक्षज्यू, देशमा आसीन अतिथिगणहरू, सम्पूर्ण पत्रकार मित्रहरू र सञ्चालक भाइहरू र यस कार्यक्रमलाई सफल बनाउन आउनुहुने तपाईँ सबैमा नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु र यस कार्यक्रमको सफलताको पनि म शुभकामना भन्न चाहन्छु। यसले उचाइ पार गरोस् भन्ने पनि शुभकामना दिन चाहन्छु र साथसाथै आज कस्तो दिनमा तपाईँहरूले उद्घाटन गर्नुभएको छ, शुभ दिन, हाम्रो वर्षको पहिलो दिन। सम्पूर्ण नगरवासी देश विदेशमा रहनुहुने तपाईँ सबै आमा बुवा दाजुभाइ दिदीबहिनी सबैलाई नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। साँच्चै नै मलाई डर लागिरहेको थियो, यहाँ बोलाउन त बोलाउनु भयो, त्यो चुलो कस्तो भयो होला। बेला बेलामा त मैले सोध्ने गर्थेँ वीराङ्गना बहिनीलाई, आफूले जन्माएको बच्चाको माया लाग्दछ, किनभने मैले आफूले उद्घाटन गरेको अहिलेसम्म कहिलेसम्म हो मलाई थाहा छैन। भगवानको कृपा म माथि कहिलेसम्म पर्छ मलाई थाहा छैन। आजसम्म चाहिँ मैले उद्घाटन गरेको धाराशायी भएर गएको छैन। यो चाहिँ खुसी लाग्छ। उद्घाटन गर्दा पनि पक्कै पनि यो राम्रो हुन्छ भन्ने मलाई आफूलाई मनमा नै त्यो एउटा संकल्प गर्छु। यो मैले काटेको रिबनले उचाइ पार गरोस्, उहाँहरूको व्यापार व्यवसाय बढोस् भन्ने मैले एउटा संकल्प गरेको हुन्छु र त्यो संकल्प भगवानले पुर्याइदिनु भएको छ। होला कोरोनाको कारणले हामीले सोचे जस्तो नहुन सक्छ, हाम्रो यहाँ मात्रै होइन सबैतिर धराशायी भएको अवस्थामा हामीले धेरै चाहना
राख्दा राख्दै पनि पुरा नभएको हुनसक्छ, तर पनि धाराशाही चाहिँ हुँदैन कि भन्ने मलाई विश्वास छ। र रह्यो कुरा रोधी घरको, रोधी घर कसैले रोधी घर भनेपछि त्यसलाई त्यति राम्रो नमान्ने पनि शब्द हामीले पाएका छौँ, तर त्यो रोधी घर भनेको नराम्रो मान्नुपर्ने मैले ठान्दिनँ। किनभने यो रोधी घरले संस्कार संस्कृतिको जगेर्ना गर्नेछ, साथसाथै यहाँ हेर्न आउने सुन्न आउने मान्छेहरूबाट व्यवसायको पनि अलि आफ्नो लगानी व्यवसाय गर्ने सम्पूर्ण व्यवसायीहरूको उन्नति भएको पनि छ। तर वास्तवमा म चाहिँ के भन्न चाहन्छु भने यो रोधी घर इन्द्रेणी जस्तै होस्। मैले यो पनि शुभकामना दिएँ। इन्द्रेणीमा ती भर्खरका प्रतिभाहरूले पनि अवसर पाएका छन् र ती अवसरै नपाएर बसेका ती पुराना कलाकारहरूले पनि अवसर पाएका छन्। चितवन रोधी घरमा हामी सबैले अवसर पाउँछौँ। यो चितवन रोधी घर भनेको हाम्रो सबैको हो, किनभने व्यवसाय त एकजनाले गर्नुहुन्छ, यहाँ तपाईँहरूको टिम होला, तर यो चितवन रोधी घर भनेको हामी सबैले अवसर पाउने ठाउँ हो भनेर सबैले अपनत्व लिने काम चाहिँ पक्कै पनि हुनेछ भन्ने पनि मैले विश्वास दिएको छु। र अर्को कुरा, हामीले कहिलेकाहीँ दोहोरी सुन्दै गर्दा, म दोहोरी असाध्यै मन पराउने मान्छे, अघिदेखि मैले भनिरहेको थिएँ दोहोरी खै त खै दोहोरी चाहिँ आउनु भएन भनेर मैले यसो खसाखुसु भनिरहेको थिएँ। उहाँहरू हिँड्दै हुनुहुन्छ, आउँदै हुनुहुन्छ, आज राष्ट्रिय कलाकारहरू आउने र भोलिदेखि दोहोरीको वातावरण रहेछ। तर दोहोरी चाहिँ यस्तो हुनुपर्छ कि एकछिन मनोरञ्जन लिएर मात्रै हुँदैन, त्यसले सन्देशमूलक पनि दियोस्, चेतनामूलक पनि दियोस्। यदि त्यो भयो भनेदेखि तब मात्र हामीले खोजेको जस्तो दोहोरी हुन सक्छ। र अर्को कुरा, हामी आउँदै गर्दा हाम्रा नाति नातिना पनि हामीसँग पछि लाएर आउँछन्, छोरा बुहारी पनि पछि आउँछन् र हामी सासू ससुरा पनि आउँछौँ। तर त्यो यहाँ अगाडि बसेर हेरिरहँदा सुनिरहँदाखेरिमा हामी सबैलाई उडो मुन्डो लाउन नपर्ने खालको दोहोरी भयो भनेदेखि मात्र हामीले सोचेको जस्तो हुन्छ भन्ने मलाई लाग्छ। मलाई आशा र विश्वास छ पक्कै पनि हामीले पहिले नै त्यस्ता कुराहरूमा सजग गराउनेछौँ। किनभने कहिलेकाहीँ त्यही इन्द्रेणीमा पनि अलिकति कोही म नाम त नभनौँ, म अत्यन्त इन्द्रेणी सुन्ने दोहोरी सुन्ने मान्छे, अलि ज्यादै परै गएर बोले हो कि भन्ने पनि मलाई लाग्छ। त्यसो भएको हुनाले त्यसले एकछिनलाई त मजा होला, एकछिनलाई त रमाइलो होला, एकछिनलाई त हाँसो होला, तर त्यसले दिगोपना हुँदैन, सबैलाई पक्दैन। त्यसो भएको हुनाले सकेसम्म मेरो आग्रह अनुरोध चेतना सम्बन्धी पनि होस्। फेरि चेतना सम्बन्धी भन्दै पनि फेरि त्यति रमाइलो नहुन सक्छ। प्रेम पनि चाहिन्छ, सबै यो प्रेममै अडिया चिज हो, तर सीमित रहेर प्रेमका कुराहरू गऱ्यौँ भनेदेखि सुन्नलाई पनि रमाइलो हुन्छ र त्यो दिगो पनि हुन्छ। के जाने त्यहाँ त अब एकदम छाडा छ भन्ने वातावरण भयो भने पनि हामीले सोचेको जस्तो नहुन सक्छ। मेरो एउटा सुझाव मात्रै हो। मैले किन यो सुझाव दिइरहेको छु भने मैले आफूले रोपेको बिरुवा फलोस् फुलोस् ठुलो होस्, त्यो फलेको हाँगो बिउरिन्छ भन्छन् नि, धेरै उचाइमा पुगोस् भन्ने मेरो चाहना हो। त्यसो भएको हुनाले उचाइमा पुग्नको लागि हामीले धेरै कुराहरू बुझ्न जरुरी छ र यो जुन आज तपाईँहरूले खोल्नु भएको छ यसको उन्नति प्रगतिको म कामना गर्न चाहन्छु। म बाहिर गएर पनि मैले गर्न मिल्ने, मैले गर्न हुने, मैले गर्न सक्ने सहयोग मेरो रहन्छ
र यो राम्रो होस् भन्ने कामना गर्दै पुनः फेरि यसको पनि शुभकामना र नयाँ वर्षको पनि फेरि सबैलाई सकारात्मक सोचको विकास होस् भन्न चाहन्छु म। सकारात्मक सोच भयो भने सबै कुरा राम्रो हुन्छ। हामीले केही कुराहरू कस्तो हुन्छ भने कसैले केही भनिहाल्यो भने यसले भन्न त त्यो खोजेको होइन, तर भन्दै जाँदाखेरिमा अलिकति यसको जिब्रो लटपटिएर त्यता गएको हो, यो मान्छे त त्यस्तो होइन भन्ने कुराहरू हामीले सोच्यौँ भने त्यसलाई फेरि पोजिटिभ हुन्छ। पोजिटिभ सोच्यो भने सबै कुरा पोजिटिभ हुन्छ, नेगेटिभ सोच्यो भने सबै कुरा नेगेटिभ हुन्छ। त्यसो भएको हुनाले हामी सबैले त्यही कुरा लिउँ, यो नयाँ वर्षले हामी सबैको सद्भाव बढोस् भन्ने कामना गर्दै म अरू कुरा यो उद्घाटनको कुरा भएको हुनाले मैले अरू धेरै कुरा गरिनँ र अब आउने गरेको निर्वाचन छ, निर्वाचन स्वस्थ धाँधली रहित स्वस्थ आफूले मन पराएको मान्छे आफूले चाहेको मान्छेलाई भोट दिएर कोही कतै पनि झै झगडा नहुने वातावरण होस् भन्ने पनि मैले यो नयाँ वर्षमा सबैलाई शुभकामना दिँदै म मेरा भनाइ यही अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद दिन चाहन्छु रत्नगर नगरपालिकाबाट एकदमै बिमला दुवैलाई हृदयदेखि आभार यो मिठो मन्तव्यको लागि। म एकछिन माथिको आसन ग्रहणतर्फ जान चाहन्छु। चितवन गोदी घर सञ्चालनको लागि ठुलो भूमिका खेल्ने मेरा आदरणीय दाई, आदरणीय भाइ, साथी भर्खरै आफ्नो मन्त्रीको सल्लाह अघि आउनु भएको थियो। अली खानलाई परिचित भइदिएर यतापट्टि आएर आसन ग्रहण गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। आफै पनि खान परिवारलाई आफ्नो नेपाली साङ्गीतिक क्षेत्रमा पहिला चाल्दै गरेको आदरणीय व्यक्तित्व हो, कलाकारलाई पनि माया गर्ने मान्छे र हामीहरू सायद कार्यक्रमलाई यो औपचारिक कार्यक्रमलाई अन्त्य गर्दैछौँ। अध्यक्षज्यूले तपाईँ आफै नै कार्यक्रमको समापन गरिदिनुहोस् है भन्नुभएको छ। जति पनि पाल्नुभयो हाम्रो निवेदनलाई स्वीकार गरेर चितवन गोदी घरको आगमनमा आइदिनुभयो। मनमा लागेको कुराहरू भन्न पाउनु भएको छैन होला। आफै तपाईँ हाम्रै मान्छे, तपाईँ हामीले चिनेकै मान्छे, तपाईँ हाम्रै समाजमा हुर्केर बढेर सानैदेखि चितवनको माटोलाई चिनेको आफ्ना पाहुनाहरूको यो नयाँ ममतासँगै हुर्केको युवाफितोहरूले सञ्चालन भएको यो चितवन गोदी घरको प्रगतिको मैले पनि कामना गर्न चाहन्छु। जति पनि पाहुनाहरू आउनु भएको छ सबका पाहुनाहरूलाई फेरि पनि हार्दिक स्वागत सम्मान, मुख्य सचिवको नयाँ वर्षको पनि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आदरणीय रत्नगर नगरपालिकाबाट उपनिर्वाचनमा आज तपाईँले सबैलाई जित्नु भएको रहेछ। मैले पहिलोचोटि देखेको छु, भेटघाट गरिसक्नु भएको छ। अब मेयरको लागि दावेदारी भएको छ कि छैन थाहा छैन। यदि छ भने जितको शुभकामना व्यक्त गर्न चाहे। तपाईँ जस्तो मान्छेले जित्नु गर्छ यो मेरो चाहना हो। अब हुने त्यसपछि हुन लागिरहेको स्थानीय तहको निर्वाचनमा हामीले हाम्रो राईभन्दा राम्रोलाई भोट दिनुपर्छ। अघि भर्खर कुरा आइसकेको छ, यो उसमा दोहोरीमा नगर्नु पर्ने कुरा हो। त्यो पनि अघि उपमेयर आइसके पछाडि भन्नै पर्यो, मलाई भन्न मन लाग्यो। पार्टी नहरुकिनु होला, यतिको व्यक्ति चाहिन्छ भन्दै सम्पूर्ण पाहुनाहरूलाई फेरि पनि चितवन गोदी घरको आगमनमा हार्दिक स्वागत सम्मान सँगसँगै मिठो संवादका लागि धन्यवाद व्यक्त गर्दै आजको कार्यक्रम यही सकिएको जानकारी दिन चाहन्छु। हामी एकैछिनपछि बेलुका 7 बजेपछि 7 बजेपछि होइन, कति बजे 6 बजेदेखि चाहिँ दोहोरीमा रहनेछौँ। यो कुराको जानकारी दिन चाहे। यदि तपाईँलाई दोहोरीमा झुम्न मन लागेको छ, रमाइलो गर्नु मन लागेको छ भने बस्नु हुनेछ। तपाईँ एकछिनपछि आउनु हुनेछ। नजिकको पाहुनाहरू टाढाको हुनुहुन्छ भने जानुहुन्छ होला, जहाँसम्म लाग्छ। यदि नजिकको हुनुहुन्छ भने आउनु हुनेछ। रमाइलो गराउनुलाई भन्दै आदरणीय लोकदेवी प्रतिष्ठानको आदरणीय लोकदेवी प्रतिष्ठान चितवनको उपाध्यक्ष कृष्णलाई पनि अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। भर्खर देखायो कि आउनु भएको थियो। हामी दाइलाई चाहिँ अतिथि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहौँ। अघि चाहिँ पर्वत अतिथिमा हुनुहुन्थ्यो कि जस्तो लाग्यो आफू। अहिले चाहिँ दाइको विशेष कामले बाहिरिनु भएको थियो, फेरि आउनु भएको छ।
यति बेला मैले राष्ट्रिय प्रतिनिधि प्रतिष्ठान चितवनको उपाध्यक्ष मिठो स्वरको खानी सत्यको खानी आफ्नो पनि कुशल गायक त्यसरी सङ्गीतकार आफ्नो दाइलाई चितवन बोधी घरको लागि छोटो मिठो शुभकामनाको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसैले धन्यवाद। आज विशेष गरेर चितवन बोधी घरले राष्ट्रिय लोकतन्त्र आयुर्वेदिक प्रतिष्ठान जिल्ला कार्यक्रम चितवनलाई सहभागीको लागि निम्ता गरेको थियो र यस अध्यक्ष जिल्ला निम्ता थियो। अध्यक्ष कार्यस्थलले गर्दा म ठाउँमा आएको थिएँ। म राष्ट्रिय लोकतन्त्र आयुर्वेदिक प्रतिष्ठान जिल्ला कार्यक्रम चितवनको उपाध्यक्ष अघि नै आएको थिएँ। मेरो अलिकति आफ्नो कारणले गर्दा म एकछिन छुट्टिनु पऱ्यो। उहाँहरूलाई त्यसको लागि क्षमा चाहन्छु। चितवनमा देवसाज धेरैवटा छन्। मैले सुरुको देवसाबाट काम गर्ने अवसर पाएको थिएँ। उहाँ पाहाडीमा चाहिँ दाजु देवसाज हुनुहुन्थ्यो, डबल गाडी चलाउनुहुन्थ्यो। लगभग 60 सालको भयो। त्यसबाट मैले व्यवसायको रूपमा देउरीबाट सुरु गरेँ। त्यो बेलामा हाम्रो अहिलेको परिस्थिति र त्यो बेलाको परिस्थिति अलिकति फरक छ। अब सञ्चालकले हेर्दै हुनुहुन्छ उहाँलाई मेरो धेरै लामो अनुभव छ। लगभग व्यवसायले 15 वर्ष कन्टिन्यू व्यवसायमा जोड्दाएँ। पहिला व्यवसायमा रहरले जाने जमात धेरै हुन्थ्यो, अहिले करले जाने जमात धेरै छ। रहरले जाँदाखेरि सही रूपले कलाकार व्यवस्थापन गर्न, कलाकार पाउनको लागि अहिले अलिकति करले जाने छन् कलाकारहरू। त्यो बाध्यता पनि हो। र चितवनको अवसरमा चाहिँ कस्तो छ भने अलिकति कलाकारहरू अभाव छन्। जो कलाकारहरू हुनुहुन्छ उहाँहरू अलिकति आफ्नो पेसालाई अगाडि बढाउनको लागि काठमाडौँ जानुहुन्छ। उहाँ चाहिँ कलाकार पाउन अलिक गाह्रो हुन्छ। जसको लागि पनि तपाईँहरूले एउटा आँट गरेर यो रत्नगरमा खेल्नुभएको छ। यहाँलाई धेरै धेरै शुभकामना दिन चाहन्छु। उहाँहरूको प्रगतिको कामना गर्न चाहन्छु। र आगामी दिनहरूमा उहाँहरूले अत्यन्तै व्यवस्थित रूपमा सक्ने भव्य रूपमा सञ्चालन गर्नुहोला र यो कलाकारहरूलाई देश सेवा अलिकति पाएको छ सम्मान व्यवस्थित गर्नुहोला। यो शुभेच्छा दिन चाहन्छु। र कलाकारहरूलाई व्यवस्थापन गर्दाखेरि अत्यन्तै गाह्रो छ। उहाँहरू व्यवस्थित रूपमा सञ्चालन गरेको देख्न पाऊँ र संस्थागत रूपमा पनि उहाँलाई शुभकामनाको हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु। र सम्पूर्ण अतिथि महानुभावहरूलाई 2079 सालको हार्दिक मङ्गलमय शुभकामना दिँदै मेरो धन्यवाद। उपनिर राख्नु भएको छ। उहाँ माथि हुन्छ मैले विजयको शुभकामना सहित अब म बालबाल साथीहरू हुन्न त्यही पनि म दिँदा उहाँहरूलाई
Samay
कसरी बिर्सिला कापड़ी खाना चिरले तारे वो मेरी माया दिल खाना छोरेरा वो तिरम वो मेरी माया लगे छोरेरा धन्यवाद।